काकाले भन्नुभएको कुरा चाहिँ खासमा चाहिँ यो ड्रेन हो। यो परको दगा घरको मुनि ड्रेनिङ लिएर चाहिँ यो ड्रेनहरू तपाईँको सालाना यो जग्गाहरू दबिँदैछ। त्यसले गर्दाखेरि तपाईँको यो कोलोनी लाइनतिर उँधोतिर दगाएको डर भएको। अब हेर्दै जानुहोस् है, यो स्लोप हुँदै जाँदैछ। यहाँनिर यत्रै तपाईँको क्र्याक भएर निकै दबिसकेको छ, सोह्रालो भइसकेको छ यो। अन्त बर्खामा चाहिँ यहाँ चाहिँ भल हुन्छ तपाईँको। यो पानी कहाँ सुक्छ कहाँ जान्छ कसो अत्तो छैन है। त्यसै कारणले गर्दा काकाले गर्नुभएको कुरा एकदम सही हो। यसमा मेरो समर्थन छ। त्यो के कसो गर्नुपर्ने हो डिपार्टमेन्टललाई त्यो हामी गर्नुपर्छ। योले चाहिँ निकै तलसम्म असर पार्दै जाँदैछ है। स्लो बिस्तारै बिस्तारै माथिको पनि तानिँदैछ बिस्तारै बिस्तारै गर्दै।